네, 나와던지 펑비체를 담배 전에 tuyển 보고 담대라 차체로 अब आज चाहिँ समय 1 घण्टा मात्र भएको कारणले अनि मैले चाहिँ धेरै बृहत तरिकाले धर्म प्रवचन चाहिँ गर्नु नसक्ने भयो नतर हिजो मैले 2 घण्टा चाहिँ प्रवचन गरौँ भन्ने थियो है तर आज समय नभएर 1 घण्टा चाहिँ गरौँ तर मैले मूल कुराहरू चाहिँ म यहाँ राख्छु अब पहिला मैले के भन्न चाहन्छु भनेदेखि हामीले अनि वस्तु भन्छ वस्तु भने चाहिँ भएको चिजहरूलाई भनेको हो अब त्यो वस्तु भने त्यसमा धेरै छ त्यसको कारणले सर्व वस्तु भन्छ छेउको भाषामा छे थम्जे भन्छ है अब हाम्रो यो वस्तुको भित्र चाहिँ मन भन्ने त्यस्तो मन र सोच त्यस्तो नभएको वस्तु एउटा छ मन र सोच भएको वस्तु एउटा छ 2 अब त्यो उदाहरणमा भन्यो भने हामी बस्ने ठाउँ घरहरू छ नि त्यही जस्तो गरेर माटोदेखि लिएर अनि वायु अनि त्यो के अरे आगो अनि बादल अनि त्यस्तो गरेर जमिन आकाशहरू छ नि त्योहरू सबैलाई मन छैन मन र मनको सोच भन्ने चाहिँ छैन है अब छोलोक भन्छ छोलोकको भित्र छोलोक भन्ने छ त्यो भित्र हामीहरू सबै अनि मानव जीवन पाएको मानव हो अनि हामीहरू चाहिँ मान्छे पनि भन्छ मान्छे हो त्यही दोस्रो गरेर हामीले देख्न सक्ने पशुहरू पनि छ अब त्यस्तो अनि मानव मान्छे पशु त्योहरूलाई चाहिँ मन भन्ने त्यो छ सोच भन्ने चाहिँ छ है त्यसो कारणले मन नभएको एउटा वस्तु मन भएको एउटा वस्तु भनेर 2 छ अब त्यो 2 मा मन नभएको वस्तुहरूलाई अनि शिक्षा ज्ञान भन्ने चाहिँ जरुरत छैन है त्यही जस्तो गरेर धर्म भन्ने चाहिँ उहाँहरूलाई चाहिएको छैन आकाशको लागि धर्म चाहिएको छैन आगोको लागि चाहिएको छैन माटोको लागि चाहिएको छैन है यस्तो गरेर घरको लागि भने घर भने अहिले हामीले देखेको रुखहरू हुन्छ पहाडहरू हुन्छ त्योहरूलाई मन नभएको कारणले उनीहरूलाई सुख दुःख छैन सुख दुःख नभएको कारणले शिक्षा र धर्म भने चाहिँ चाहिँदैन जरुर छैन अब हामी मान्छे त्यो पशुहरूलाई के छ मन छ मन भएको कारणले त्यो सँगै सोच छ सोच भएको कारणले मनमा के सोच्छ भने मलाई सुख पाओस् भनेर चाहिँ सोच एउटा आउँछ मलाई दुःख नहोस् भनेर सोच एउटा आउँछ अब मलाई सुख पाओस् भनेर सोच एउटा दुःख नहोस् भनेर सोच भएको कारणले हामीले त्यो सुख भने चाहिँ के हो चिन्नु पर्यो दुःख भने चाहिँ के हो चिन्नु पर्यो अब दुःख चाहिँ हामीले अनि नचाहेको कारणले दुःखलाई कसरी हटाउने दुःखदेखि मुक्त कसरी हुनुपर्छ त्यो उपायहरू चाहिँ हामीले थाहा हुनुपर्ने छ अब हामीले सुख चाह्यो भनेदेखि सुख भन्ने कस्तो हो त्यो सुख चाहिँ हामीले कसरी प्राप्त गर्नुपर्छ त्यसको उपायहरू के छ भनेर चाहिँ हामीले त्यो चाहिँ थाहा हुनु पर्यो नि अब हामी सबैले यहाँतिर धेरैहरू खेती होला तपाईहरुले खेतीको काम गर्छ त्यो खेतको भित्र धेरै फलहरू तपाईहरु चाहेको हुन्छ नि त्यो फलहरू चाहेको कारणले त्यो फल पाउनुको लागि उपाय के हो भनेर चाहिँ सबै थाहा भएर अनि खेतीको काम चाहिँ गर्छ नि त्यही जस्तो गरेर हामीले सुख चाह्यो भनेदेखि त्यो सुख कसरी प्राप्त गर्ने त्यसको उपायहरू चाहिँ चाहेको हुन्छ
अब दुःख नचाहिने कारणले फेरि दुःख कसरी हटाउने, दुःखले कसरी हामीले अनि नष्ट पार्ने, दुःखले कसरी हामीले त्याग्ने, त्यसको उपायहरू चाहिएको हुन्छ। त्यसो कारणले मैले यहाँ के भन्न चाहन्छु भनेदेखि दुःखमा दुई किसिमको दुःख हुन्छ। दुःखमा चाहिँ के हुन्छ, दुई किसिमको दुःख हुन्छ। एउटा चाहिँ शरीरको दुःख भन्छ, एउटा चाहिँ मनको दुःख भन्छ है। दुःखमा चाहिँ दुई। त्यही जस्तो गरेर सुखमा पनि दुई प्रकारको सुख हुन्छ। एउटा चाहिँ शरीरको सुख, एउटा चाहिँ मनको सुख भयो। त्यसो कारणले अब हामीलाई शरीरको सुख भने हामीले चाहेको हुन्छ, शरीरको दुःख नचाहिने सुख चाहेको हुन्छ, मनको दुःख नचाहिने सुख चाहेको हुन्छ। अब शरीरको जिउको भनौँ, शरीरको दुःख हटाउने र सुख पाउनुको लागि चाहिँ हामीले के जरुर छ भनेदेखि दुई। एउटा चाहिँ दान दौलतहरू हो, पैसाहरू हो, खाने चिजहरू हो, लुगाहरू हो, बस्ने ठाउँहरू हो, त्योहरू चाहिँ चाहिएको हुन्छ। त्यो सँगै शरीरको सुख पाउनुको लागि चाहिँ हामीलाई अरू के चाहिएको छ भनेदेखि शिक्षा। त्यो शिक्षा र ज्ञानको भित्र पनि दुई किसिमको शिक्षा र ज्ञान छ। एउटा चाहिँ के हो भनेदेखि आधुनिक शिक्षा र ज्ञान भने चाहिँ हो। आधुनिक शिक्षा र ज्ञान भने चाहिँ हामी बच्चाहरू स्कुलमा पठाएर अनि स्कुलमा हामीले अनि लिखित शिक्षाहरू, बोल्ने शिक्षाहरू अनि त्योहरू चाहिँ पढ्छ। त्यस्तो पढ्दै किताबहरू पढ्दै, किताब ठुलोहरू पढ्दै हामी जान्छ नि। त्यो किताबहरू पढ्दै गयो भनेदेखि हामीले के पाउँछ भने आधुनिक शिक्षा भने चाहिँ पाउँछ। अहिले यहाँ मैले अघि यहाँ देख्यो, अहिले हाम्रो स्टुडेन्टहरू छरेछ नि त्यहाँ विद्यार्थीहरू, उहाँहरू चाहिँ आधुनिक शिक्षा चाहिँ पढेको हो। त्यो धेरै राम्रो हो। त्यसो कारणले शरीरको अनि दुःख हटाउने सुखको लागि हामीलाई के चाहिएको हुन्छ भनेदेखि त्यसको मार्ग भनौँ, उपायमा चाहिँ आधुनिक शिक्षा भने चाहिँ चाहिएको हुन्छ। त्यसले इङ्ग्लिसको शब्दमा चाहिँ एजुकेसन भन्छ, नलेज भन्छ। त्यो चाहिँ हामीलाई अनि चाहिएको छ। त्यो एउटा हो। त्यो मात्र नभएर हाम्रो स्वयं आफ्नो जीवनमा पनि विकास हुनु परेको छ। आफ्नो बस्नु ठाउँ घरमा पनि विकास हुनु परेको छ। घर परिवारहरू विकास हुनु परेको छ। त्यो मात्र नभएर हामी बस्ने ठाउँ गाउँहरू पनि विकास हुनु परेको छ। त्यो मात्र नभएर देशलाई विकास हुनु परेको छ। त्यसो कारणले यस्तो विकासहरू चाहिएको छ भनेदेखि हामीले शिक्षालाई ध्यान दिनुपर्ने छ, ज्ञानलाई ध्यान दिनुपर्छ है। त्यसो कारणले मैले यहाँ के भन्न चाहन्छु भनेदेखि यो शरीरको दुःख हटाउने सुख पाउनको लागि र आफै मात्र नभएर हामी सबै एउटा विकास हुनुको लागि चाहिँ हामीले के चाहिएको छ भनेदेखि अनि हामीलाई चाहिँ अनि दान दौलत पनि चाहिएको हुन्छ। त्यो सँगै खास गरेर आधुनिक शिक्षा चाहिँ हामीले चाहिएको हुन्छ। शिक्षा भने चाहिँ एउटा के छ भनेदेखि शिक्षा भने चाहिँ यो अन्धेरोको बेलामा बत्ती बालेको जस्तो हो। अन्धेरोको बेलामा केही नदेखेर, केही थाहा नभएको त्यस्तो समयमा अनि बत्ती भयो भने, प्रकाश भयो भने, अहिले हेरौँ न घाम भएको कारणले प्रकाश छ, त्यसो कारणले हामीले सबै देख्छ नि। यदि यो बेलुका 12 बजीतिर भयो भने हामीले केही देख्दैन होइन। त्यसो कारणले शिक्षा र ज्ञानद्वारा हामीले धेरै कुराहरू हामीले जान्नुपर्ने, सिक्नुपर्ने, थाहा हुनुपर्ने धेरै कुराहरू चाहिँ त्यहाँदेखि थाहा हुन्छ, त्यहाँदेखि जानकार हुन्छ। त्यसो कारणले हामीलाई शिक्षा चाहिँ जरुर छ। खास गरेर हिमालयन क्षेत्रमा शिक्षा र ज्ञान भने चाहिँ धेरै महत्त्वपूर्ण र धेरै जरुर छ। हाम्रो यहाँ तामाङ भयो अनि गुरुङहरू भयो, जो भयो उहाँ त्यो अनि उहाँहरू बस्ने ठाउँको गाउँ भयो, जहाँ पनि शिक्षा र ज्ञानलाई चाहिँ सबैले ध्यान दिएर विकास गर्नुपर्छ है। त्यो एउटा कुरा चाहिँ मनमा चाहिँ राख्नुहोस् भनेर भन्न चाहन्छु। अब दोस्रो चाहिँ के हो भनेदेखि अब शरीरको
दुःख हटाउने र शरीरको सुख वा चाहिने सुख हामीले चाहेको हुन्छ। तर त्यो मात्र होइन, हामीलाई अरू के चाहेको छ भनेदेखि मनको कुरा चाहिँ नगर्नुहोस्, मनको दुःख हटाउने र मनको सुख प्राप्त गर्नुपर्छ। मनको सुख चाहिँ हामीले चाहेको हुन्छ होइन। अब त्यसमा हामीले एकचोटि अनि राम्रो गरेर सोध्नु छ, शरीरको सुख र मनको सुख त्यो दुईमा कुन ठुलो हो, कुन महत्त्वपूर्ण हो भनेर हामीले सोध्नुहोस्। कहिले कहिले के हुन्छ भनेदेखि अनि त्यो मान्छेको बुद्धिले अनि त्यो बुद्धि चाहिँ प्रयोग राम्रो नगरेर या बुद्धिले सोच्नुपर्ने कुरा ठुलो ठुलो कुराहरू छ त्योहरू चाहिँ नसोचेर हामीले जहिले पनि त्यो बौद्धिक विकास र शरीरको सुख अनि सुख लिने, शरीरको दुःख हटाउने त्यो मात्रले सोचेर चाहिँ हामी जान्छ। त्यसले चाहिँ फेरि त्यो गर्दै गर्दै गएर मनमा नहेरेर, मनको विषयमा अनि नसम्झेर, मनको कुराहरू थाहा नभएर, मनको सुख दुःखको विषयमा नसोचेर त्यस्तो गरेर चाहिँ फेरि बाहिरको बौद्धिक विकास र शरीरको सुख त्यो मात्र त्यो सोचेर जाँदै 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 पछि चाहिँ मनमा धेरै दुःख भएको धेरैहरू छ। कोहीकोहरू चाहिँ पैसा बनाउँदै बनाउँदै पैसा धेरै पाएर भने मनमा धेरै दुःख भएको थुप्रो नै छ। मैले यहाँ उदाहरणमा भन्यो भनेदेखि हामी नेपाल भन्दा अहिले युरोप, अमेरिका अनि त्यो त्यहाँतिर बाहिरको विकास थुप्रै नै छ, धेरै नै छ। बाहिरको विकासमा कुरा गर्दाखेरि हामीभन्दा उहाँहरू धेरै राम्रो छ होइन। तर त्यहाँ अमेरिकातिर, युरोपतिर अनि दान दौलत धेरै भएको, पैसा डलर भएको धेरै त्यस्तोहरू पनि अनि बाउला हुने, अनि त्यो मनमा खुसी नहुने, घरको भित्र झगडा हुने, नराम्रो बिमारहरू लाग्ने, मर्नु बेलामा यस्तो नराम्रो गरेर मर्ने थुप्रो नै छ। त्यसो कारणले चाहिँ बाहिरको विकास भनौँ, बौद्धिक विकास भनौँ, त्यो बाहिरको शरीरको सुख त्यो मात्रलाई हामीले सोच्नु हुँदैन। त्यो सँगै मनको सुख कसरी हामीले अनि पाउनु गर्ने, कसरी प्राप्त गर्ने, मनको दुःख कसरी हामीले हटाउने, त्यसमा भने हामीले ध्यान दिनुपर्छ। त्यस्तो कारणले मैले यहाँ के भन्न चाहन्छु भन्दै, यहाँ अघि मैले भनेको चाहिँ आधुनिक शिक्षा हो है। अब मैले यहाँ के भन्न चाहन्छु, मनको दुःख हटाउने र मनको सुख चाहियो भने हामीले त्यसको उपाय के छ, त्यसको मार्गहरू के छ, त्यसको हेतु र प्रत्ययहरू कारणहरू के छ, त्यो हामीले चाहिँ थाहा हुनुपर्छ। त्यसमा चाहिँ मैले यहाँ के भन्न चाहन्छु भनेदेखि मनु शिक्षा भन्छु। मनु शिक्षा चाहिँ हामीलाई चाहिएको छ। अब मनु शिक्षा भने चाहिँ कहाँबाट आएको भनेदेखि परम्परादेखि आएको, पहिलाको अनि गुरुहरू, ठुल्ठुलो गुरुहरूदेखि भएको यो। त्यसो कारणले त्यसलाई अनि अर्को परम्परा शिक्षा भने भन्छ, परम्परा शिक्षा भन्छ है। अब त्यो परम्परा शिक्षाको भित्र चाहिँ अनि धेरै किसिमको छ। परम्पराको शिक्षा र ज्ञान त्यसको भित्र चाहिँ कोहीहरू अनि पूजापाठ गर्नेदेखि लिएर त्यो कर्मकाण्ड गर्नेदेखि लिएर धेरैहरू छ, त्यो पनि एउटा हो, परम्परा हो। अनि नाचहरू गर्ने त्यस्तोहरू पनि छ, त्यो पनि परम्परा हो। तर परम्पराको शिक्षामा त्योहरू चाहिँ अनि सबभन्दा ठुलो महत्त्वपूर्ण चाहिँ होइन। परम्पराको शिक्षा, मनु शिक्षाको भित्र सबभन्दा ठुलो चाहिँ के हुन्छ भनेदेखि मैले यहाँ बुद्धको शिक्षाद्वारा भन्यो भनेदेखि अनि हाम्रो बुद्धको शिक्षाको भित्र भएको अनि बुद्धिस्ट साइन्स भन्छ, बौद्धको अनि बौद्धको विज्ञान, त्यो शिक्षा चाहिँ धेरै जरुरी छ। अहिले नयाँ हाम्रो स्टुडेन्टहरूले राम्रो गरेर सुन्नुहोस्, तपाईँहरू अहिले पढ्दैछ होइन। त्यसो कारणले यस्तो कुराहरू, शब्दहरू चाहिँ पहिले सुनेको छैन होला, त्योहरू चाहिँ मनमा राख्नुहोस्। मैले के भन्दैछु, बौद्धको विज्ञान,
इङ्ग्लिसमा बुद्धिस्ट साइन्स भन्छ। त्यो चाहिँ अनि पढ्नुपर्छ एउटा कुरा। त्यो सँगै अनि बुद्धिस्ट फिलोसफी भन्छ इङ्ग्लिसमा, बुद्धिस्ट फिलोसफी एन्ड भ्यू भन्छ है। त्यसलाई चाहिँ के भन्छ भनेदेखि बौद्धको सिद्धान्त, बौद्धको दर्शन, त्यो अनि पढ्नुपर्छ दुई। त्यो सँगै एउटा के भन्न चाहन्छु भनेदेखि मनको सुख दुःख भन्ने चाहिँ मनदेखि हुने हो। त्यसो कारणले मन भने चाहिँ के हो भने मनको विषयमा थाहा हुनुपर्छ। मनको विषयमा थाहा नभएदेखि यो मनदेखि सुख हामी प्राप्त गर्छु भने चाहिँ गर्नु सक्दैन। मनदेखि दुःखहरू चाहिँ हटाउँछु त्याग्छु भने त्याग्नु सक्दैन। मनको दुःखहरू त्याग्नुको लागि, मनको सुखहरू अनि प्राप्त गर्नुको लागि चाहिँ अनि के चाहेको छ भनेदेखि मन भने चाहिँ के हो त्यसको विषयमा चाहिँ अनि थाहा हुनुपर्छ। त्यसो कारणले मनको विषयमा राम्रो गरेर पढ्ने हो भनेदेखि तपाईँहरूले के पढ्नुपर्छ भनेदेखि मनोविज्ञान मनोविज्ञान भन्ने चाहिँ पढ्नुपर्छ। त्यसलाई चाहिँ अनि इङ्ग्लिसमा भन्छ मेन्टल साइन्स भन्छ। त्यो चाहिँ पढ्नुपर्छ। त्यो मात्र नभएर अनि त्यो सँगै अनि त्यो के अरे अघि मैले भनेको मनुशिक्षा भनेको मन भनेको अनि मन भन्ने वस्तु चाहिँ कस्तो हो, मनको स्वभाव चाहिँ कस्तो हो, मनको माथि अनि तर्कालमा सोचहरू के आउँछ रहेछ, मनको स्वभाव चाहिँ अनि शुद्ध हो कि होइन त्यसको कुराहरू सबै पढ्नुपर्छ भनेर चाहिँ भन्न चाहन्छु। अब त्यसमा एउटा चाहिँ तपाईँहरूले अनि साइकोलोजी भन्ने शब्द चाहिँ मनमा राख्नुहोस्। मेन्टल साइन्स पनि भन्छ, साइकोलोजी भन्ने एउटा छ त्यो शब्द इङ्ग्लिसमा हो। त्योहरू चाहिँ अनि मनमा राखेर भविष्यमा पढ्नुपर्छ। अब त्यो मात्र नभएर मनको शिक्षा, मनको सुख राम्रो पाउनुको लागि मनको शिक्षा चाहियो। मनुशिक्षा त्योहरू चाहिँ राम्रो पढ्नुको लागि चाहिँ अर्को एउटा के हामीले चाहेको छ भनेदेखि मधुशोधन भन्ने शब्द। मधुशोधन भन्ने चाहिँ इङ्ग्लिसमा के भन्छ भनेदेखि माइन्ड ट्रेनिङ भन्छ। सुन्यो, माइन्ड ट्रेनिङ। हामी जिउलाई अब आर्मी हो भनेदेखि जिउलाई ट्रेनिङ धेरै दिन्छ नि है। अब त्यो बन्दुक कसरी हान्नेदेखि लिएर सबै ट्रेनिङहरू दिन्छ नि। त्यो त्यहाँ हिमालमा कसरी चढ्ने, तल कसरी जाने, पानी खोलामा कसरी स्विमिङ गर्ने, त्योहरू सबै पढाउँछ नि। त्यही जस्तो गरेर चाहिँ मनको विषयमा पनि धेरै पढ्नेहरू छ। मैले यहाँ भन्यो भनेदेखि हाम्रो बौद्धको अघि भनेको मनको शिक्षामा, मनुशिक्षामा के भनेको छ भनेदेखि मनको भित्र अनि 110वटा प्रकारको मन छ भन्छ। 110वटा प्रकारको मन छ भन्छ। त्यो मनहरू सबै तिनवटामा अनि हामीले छुटाउन सक्छ। एउटा चाहिँ के हो भनेदेखि राम्रो मन भन्छ, त्यसले इङ्ग्लिसमा पोजिटिभ थट भन्छ। एउटा चाहिँ के भन्छ नराम्रो मन भन्छ नेपालीमा, त्यसलाई इङ्ग्लिसमा नेगेटिभ थट भन्छ। अब एउटा चाहिँ के हो भनेदेखि राम्रो मन पनि नभएको, नराम्रो मन पनि नभएको बिचको मन, त्यसलाई के अरे नेपालीमा अभिग्रेत मन भन्छ। अभिग्रेत मन भन्ने एउटा चाहिँ छ, त्यो नेपालीमा शब्द चाहिँ त्यो हो। त्यसो कारणले मनको भित्र पनि तीन प्रकारको मन हुन्छ। अब बुद्धको शिक्षामा चाहिँ के भनेको छ भनेदेखि तपाईँलाई अनि यस्तो भनेको छ उहाँले, तपाईँले सुख चाहियो दुःख नचाह्यो भनेदेखि तपाईँले धर्म गर्नुहोस् भनेको छ। धर्म कसरी गर्ने भनेको विषयमा चाहिँ उहाँले के भनेको छ, दिग्वचय मिसासिङ भनेको छ। तपाईँले पापको कर्महरू कहिले पनि नगर भनेको छ। अकुशल कर्महरू कहिले पनि नगर भनेको छ। अब पापको कर्मको भित्र के हुन्छ भनेदेखि अनि काटमार गर्ने कर्म हुन्छ, चोर लुट्ने त्यस्तोको कर्महरू हुन्छ, करायहरू हुन्छ। त्यो मात्र नभएर फेरि
अनि झुटो बोल्ने त्यस्तो हुन्छ। बेविचारको अनि त्यस्तो कार्यहरू गर्ने नराम्रो कर्म, पापको कर्म त्यो हुन्छ। त्यो मात्र नभएर चाहिँ अनि के अरे छङ रक्सी खानेहरू त्यस्तो पनि हुन्छ। त्यस्तो त्यस्तो गरेर त्योहरू चाहिँ गर्नु हुँदैन। त्यस्तो पाप कामहरू चाहिँ छोड्नुपर्छ भनेको छ। जो होस्, यहाँ हामी सबैले थाहा हुनुपर्ने के हो भनेदेखि बुद्धको वचनमा उहाँले के भन्नुभएको छ भनेदेखि पाप भन्ने चाहिँ कस्तोले भन्छ, अकुशल कर्म भन्ने चाहिँ कस्तोले भन्छ भनेदेखि जो हामीले गरेको कराय हुन्छ त्यो करायद्वारा यदि तपाईँलाई अनि दुःख दियो भने, दुःख भोग्नु पर्यो भनेदेखि त्यो दुःख दिने करायलाई अनि अकुशल कर्म भनेको, पापको कर्म भनेको त्यो हो। अब त्यसो कारणले बुद्धले तपाईँले दिपचिया मिजासी पापको कर्म, अकुशल कर्म कहिले पनि नगर। एउटा अरू धर्म कसरी गर्ने भनेदेखि त्यसमा फेरि बुद्धले के भनेको छ, घेवा फुसुम छपरचे भनेको छ। घेवा फुसुम छपरचे भने चाहिँ घेवा भने चाहिँ कुशल कर्म, धर्म। तपाईँले धर्म र कुशल कर्म चाहिँ जहिले पनि गर भनेको छ। धर्म र कुशल कर्म जहिले पनि गर भनेको त्यसमा अघि अकुशल कर्म मैले 5वटा भन्यो नि, अझै त्यसको माथि थाप्यो भने 10वटा हुन्छ, 100 त्यस्तो धेरै अकुशल कर्म छ। त्योहरूलाई अनि नराम्रो हो भनेर थाहा भएर त्योहरू चाहिँ छोड्नु सक्यो भने त्यो छोडेको चाहिँ धर्म हो। त्यो छोडेको चाहिँ के हो, त्यसलाई टेकेको, त्यसलाई नष्ट बनाएको, त्यसलाई के भन्छ, धर्मको कर्म भन्छ है। अब यहाँ उदाहरण दियो भने यदि मैले एउटा अब बग्राहरू एउटा मैले काटमार गर्नु गयो भने त्यो पाप गर्नु गएको नि, त्यो पाप गर्नु गएको बेलामा तुरुन्त आफ्नो यादले म मान्छे हो, मलाई म सुख चाहियो, दुःख चाहिएन। त्यही जस्तो यो बग्रा भने सुख चाहिने दुःख नचाहिने एउटै हो। मलाई अरूले दुःख दियो भने मलाई चाहेन, मलाई अरूले सुख दियो भने मलाई चाहेको छ। त्यही जस्तो बग्राले भने सुख दियो भने चाहिन्छ, दुःख भने उसलाई चाहेको छैन भनेर सम्झिने। त्यसको माथि म बुद्धको चेला हो, मैले चाहिँ हिंसाको कर्म, पापको कर्म गर्नु हुँदैन बुद्धले भनेको छ। त्योहरू याद आएर तुरुन्त काट्नु नगएर त्यो काट्ने म नकाट्ने भनेर त्यो छोड्यो भने त्यसलाई भन्छ धर्म भनेको त्यो है। अब त्यही जस्तो गरेर चोर्नेको कामदेखि लिएर सबै आफैले नगर्ने, गर्नु गयो भनेदेखि तुरुन्त याद भएर अघि भनेको त्यस्तो सोचेर चाहिँ त्योहरू चाहिँ छोड्ने, त्यसलाई भन्छ कि अनि धर्मको कर्म भने चाहिँ यस्तो हो है। त्यही मात्रै नभएर पूजापाठ गर्नेहरू पनि हुन्छ, देउता घुम्ने पनि हुन्छ, छेमे बाल्नेहरू हुन्छ, ढोक्नेहरू हुन्छ, त्योहरू पनि धर्मको त्यो हो। त्यो मात्रै नभएर अनि माया दयाहरू चाहिँ सम्झिने, माया दयाहरूलाई अनि ध्यान गर्ने त्योहरू पनि धर्म हो है। त्यसो कारणले मैले यहाँ के भन्न चाहन्छु, बुद्धले के भन्यो, दिपचिया मिसासी घेवा फुसुम छोपरचे, तपाईँले धर्मको कर्म चाहिँ गर्नुपर्छ भनेको छ है। अब त्यसको पछि अन्तिममा बुद्धले के भनेको छ भनेदेखि यहाँ सुन्नुहोस् है, यो कार्य चाहिँ धर्मको कार्य हो, कर्म हो। यो कार्य चाहिँ अनि यो पापको कार्य हो, यो धर्म हो, यो पाप हो, यो कुशल कर्म हो, यो अकुशल कर्म हो, यो भन्ने त्यो कसरी छुटाउने, त्यो चाहिँ कहाँ भर पर्छ भनेदेखि मनको सोचलाई भर परेको छ भनेको छ। त्यसो कारणले बुद्धले के भनेको छ भनेदेखि छेनम हिके रङसिन्ते हिने चोस्युला ढो भनेको छ। शास्त्रमा गुरुहरूले के भनेको छ, सम्बा सान सदा लाम्या साङ, सम्बा न्येन सदा लाम्या न्ये, थम्जे सम्बा थाला राख्लेपे भनेको छ। यो धर्म र पाप भन्ने, कुशल कर्म र अकुशल कर्म भन्ने त्योहरू सबै मनलाई भर पर्छ भनेको छ। मन चाहिँ शुद्ध, मन चाहिँ माया दया त्यस्तो राम्रो मनद्वारा तपाईँले कार्य गर्यो भने
त्यो धर्म हुन्छ भनेको छ। मनको भित्र पापको मनहरू लिएर मनको भित्र रिस राग क्लेशद्वारा तपाईँले कार्यहरू गर्यो भने त्यो चाहिँ पाप हुन्छ, यो चाहिँ अधर्म हुन्छ, यो चाहिँ अकुशल कर्म हुन्छ भनेर चाहिँ भनेको छ। त्यसो कारणले बौद्धको दर्शनमा मन भने चाहिँ धेरै ठुलो हो भनेको छ। मनको सोच भने चाहिँ धेरै ठुलो हो। मनको सोचलाई भर परेर अनि त्यहाँदेखि यो धर्म र अनि अधर्म पाप र अनि त्यो धर्म भने कुशल कर्म अकुशल कर्म भने हुन्छ भनेको छ। त्यसो कारणले जहिले पनि हामीले के गर्नुपर्छ, आफ्नो मनलाई आफूले हेर्नुपर्छ। अहिले आधुनिक शिक्षामा अनि के अरे आधुनिक विज्ञानमा हाम्रो यो छ नि के अरे उङ्ली भन्छ होइन, औँली चाहिँ बाहिर देखाएर खोज तलास गर्ने तरिका चाहिँ सिकाउँछ है। बुद्धको धर्ममा त्यो पनि सिकाउँछ, तर सबभन्दा ठुलो यो औँली चाहिँ भित्र राखेर आफूले हेरेर मैले शरीरद्वारा के गर्छ रहेछ, राम्रो गर्छ कि नराम्रो गर्छ, मैले यो शरीरद्वारा पाप गर्छ रहेछ कि धर्म गर्छ रहेछ, त्यस्तो खोज तलास गर्नुपर्छ भनेको छ। त्यसको पछि फेरि वचनलाई यसरी राखेर मैले केही कुराहरू गर्छ रहेछ, तर त्यो चाहिँ धर्ममा लाग्ने कुरा गर्छ कि पापमा लाग्ने कुरा गर्छ रहेछ, यो चाहिँ चाहिनुको कुरा गर्छ रहेछ कि नचाहिनुको कुरा गर्छ रहेछ, आफूले फाइदा हुने गर्छ कि अनि अरूले फाइदा हुने गर्छ रहेछ है, आफूले पनि नोक्सान हुने अरूले नोक्सान हुने कुरा गर्छ रहेछ, यसरी खोज तलास गर्नुपर्छ भनेको छ। अब त्यसको पछि फेरि बुद्धले के भनेको छ, तपाईँले यो उम्ली चाहिँ शरीर र वचन मात्र नभएर मूल तपाईँले मनमा चाहिँ अनि राखेर सम्झिनुपर्छ। मेरो मन चाहिँ कस्तो रहेछ, मेरो मनमा सोच यस्तो आउँछ रहेछ, मैले राम्रो सोचहरू आउँछ रहेछ कि छैन, मेरो मनको भित्र माया भन्ने सोच छ कि छैन रहेछ, दया भन्ने सोच छ कि छैन रहेछ, करुणा भने अनि त्यस्तो सोच छ कि छैन, मैत्रेय भने यस्तो सोच छ कि छैन, यो चाहिँ जहिले पनि हेर्नुपर्छ भनेको छ। अब यस्तो मनमा हेर्दाखेरि क्लेश रिस राग घमण्डी त्यस्तो सोच आयो भने तुरुन्त हामीले के थाहा हुनुपर्छ, हो भएन मेरो मन चाहिँ अशुद्ध भयो, मेरो मन चाहिँ फेरि पापमा लाग्यो, त्यस्तो गर्नु हुँदैन भनेर चाहिँ त्यो चाहिँ छोड्नुपर्ने, त्यसलाई टेक्नुपर्ने। फेरि मनमा यसरी हेरेर अनि मनमा माया दया अरूलाई दुःख नदिने भन्ने अरूलाई सुख दिने भन्ने त्यस्तो मनहरू है राम्रो मनहरू आउँदाखेरि ल मेरो मन चाहिँ शुद्ध भएको छ, धर्ममा लागेको रहेछ, यो राम्रो मन चाहिँ धर्मको मन चाहिँ मैले विकास गर्नु पर्यो भनेर चाहिँ त्यसलाई चाहिँ जोड दिएर विकास बनाउने है। त्यसो कारणले बुद्धले अन्तिममा के भन्यो छ भनेदेखि तपाईँहरू सबैले नबिर्स्नु है, पहिला के भन्यो, पापको कर्म कहिले पनि नगर, त्यसको पछि के भन्यो, धर्मको कर्म जहिले पनि गर, त्यसको पछि अन्तिममा के भन्यो भने तपाईँले आफ्नो मनमा हेरेर मनलाई परिवर्तन बनाऊ भनेको छ। रङ्गी सेम्ने योङ्सो दोल भनेको छ। अब मनलाई परिवर्तन गरेको त्यो चाहिँ के हो भनेदेखि रङ्गी सेम्ने योङ्सो दोल दिने सङ्गी तेम्बाहिन भनेको छ। तपाईँले मनलाई परिवर्तन गरेको त्यही बुद्धको धर्म हो भनेको छ। अब तपाईँहरूले आज के जान्नु पर्यो भने बुद्धको धर्म भने चाहिँ कस्तो हो भनेदेखि पापको कर्म कहिले पनि नगर भन्ने एउटा, धर्मको कुशल कर्म जहिले पनि गर भन्ने एउटा, मनलाई हेरेर मनलाई अनि शुद्ध बनाउने परिवर्तन गर्ने त्यसलाई बुद्धको धर्म भनेर चाहिँ यसरी मनमा चाहिँ राख्नुपर्छ है। त्यसो कारणले अहिले भनेको चाहिँ दिपचिया मिचासिङ केवा फेसुङ सपरेचे रङ्गी सेम्ने योङ्सो दोल दिने सङ्गी तेम्बायेन भनेर यस्तोरी अनि भन्नुभएको छ भनेर चाहिँ भन्नु चाहन्छु। त्यसो कारणले मैले यहाँ के भन्नु चाहन्छु भनेदेखि अहिले मैले भन्नु चाहेको चाहिँ हामीलाई अघि भनेको जस्तो शरीरको सुख पनि चाहेको छ, मनको सुख पनि चाहेको छ। यदि हामीलाई मनको सुख चाहियो भने अब हामीलाई त्यसको उपायहरू के छ,
त्यसको मार्गहरू के छ भनेदेखि त्यसलाई 2 नबिर्स्नु है। मनको सुख प्राप्त गर्नेको तरिका अनि त्यसको मार्ग 2। एउटा चाहिँ के हो भनेदेखि असल विचार र असल आचरण भन्ने चाहिँ त्यो हो। असल विचार र असल आचरण भने चाहिँ मैले सजिलोदेखि भन्यो भने असल विचार भनेदेखि राम्रो सोच है, राम्रो सोचलाई भनेको हो। असल आचरण भने चाहिँ अनि बानी व्यवहार राम्रो, त्यसो कारणले मनको सोच भने राम्रो, त्यसको माथि बानी व्यवहार भने राम्रो, त्यो दुईटा भयो भने असल विचार र असल आचरण भन्ने त्यो अनि गुण चाहिँ हामीले पाउँछ। असल आचरण र असल विचार र असल आचरण भन्ने त्यो भयो भने के फाइदा छ भनेदेखि आफै पनि स्वयं आफै पनि जहिले पनि खुसी हुने है। त्यो मात्र नभएर आफ्नो बस्नु ठाउँ आफ्नो घरको भित्र पनि बा आमाले इबे मेमेले हजुरबा हजुरआमाहरूले त्यो मान्छे चाहिँ राम्रो छ, त्यो मान्छेको सोच यस्तो राम्रो, मन राम्रो, बानी व्यवहार राम्रो भनेर सबैले उसलाई चाहिँ माया लाग्छ। हामीले माया चाहेको छ कि छैन? हामीले माया त चाहन्छ नि है। त्यसो कारणले असल विचार आफूले गर्यो भने आफै राम्रो हुने, त्यो मात्र नभएर अनि आफ्नो घर परिवारहरू सबैले आफूलाई माया दिन्छ। त्यो हामीले चाहेको एउटा कुरा हो नि। अब त्यो मात्र नभएर असल आचरण असल विचार र असल आचरण भएको त्यो मान्छे घरदेखि बाहिर निस्नु बेलामा त्यसको मनको सोच र बानी व्यवहार राम्रो भएको कारणले एउटा छिमेकी दुईवटा छिमेकी उनीहरूले उहाँले देख्छ होइन। त्यो देख्यो, त्यसको बानी र त्यसको अनि सोच उहाँहरूले थाहा भएको कारणले टोल छिमेकीहरूले भने ओहो यो मान्छे चाहिँ धेरै राम्रो रहेछ भनेर चाहिँ उहाँहरूले भने हामीलाई माया दिन्छ, हामीलाई राम्रो गर्छ होइन। अब त्यो मात्र नभएर अब त्यो टोल छिमेकी मात्र नभएर फेरि गाउँको भित्र पनि त्यस्तो मान्छे भयो भने सबैले त्यो मान्छेले चाहिँ विश्वास गर्छ, राम्रो हो भन्छ। अब त्यस्तो मान्छे एउटा दुईवटा तिनवटा चारवटा त्यस्तो धेरै भयो भने गाउँको भित्र भएको जति मान्छे हुन्छ त्योहरू सबै असल विचार असल आचरण भयो भने त्यो गाउँको भित्र के हुन्छ भनेदेखि त्यो गाउँको भित्र चाहिँ असल विचार असल आचरण भएको मान्छे मात्रै त्यहाँ भएको कारणले त्यो भित्र चाहिँ क्रोध ठुलो हुँदैन, रिस राग ठुलो हुँदैन। त्यो मात्र नभएर त्यो भित्र चाहिँ अनि जुझ्ने त्यो के भन्छ पक्षपात गर्ने यताउता त्यो गर्ने हुँदैन। चोरी ढाका त्यस्तो पनि त्यो गाउँमा चाहिँ हुँदैन होइन। त्यो मात्र नभएर कि त्यो गाउँको भित्र चाहिँ एउटा मान्छेले अलिकति बिमार जस्तो अलिकति त्यहाँ के अरे समस्या भयो भने त्यो मान्छे सबैले उहाँलाई चाहिँ सहयोग गरिहाल्छ होइन। अब त्यो मान्छे एउटा चाहिँ उसले जहिले पनि असल विचार र असल आचरण राम्रो सोच र राम्रो कर्म नगरेर जहिले पनि रिस हुने राग हुने जहिले पनि घमण्ड हुने अरूलाई कुट्ने त्यस्तो नराम्रो गरेर बस्ने हुन्छ नि। अब त्यस्तो गर्ने मान्छे छ भनेदेखि त्यो मान्छे आफै पनि त्यति खुसी हुँदैन। त्यो घरको भित्र बस्यो भनेदेखि आफ्नो परिवारलाई धेरै खुसी दिनु सक्दैन। त्यसको खुसी दिनेको सट्टामा उसले चाहिँ के दिन्छ? दुःख दिन्छ। अब फेरि छिमेकीले पनि दुःख दिन्छ, त्यहाँदेखि लिएर टोल त्यो गाउँमा पनि दुःख दिन्छ होइन। अब त्यस्तो मान्छे एउटा दुईवटा तिनवटा अब नराम्रो धेरै भएदेखि त्यो गाउँको भित्र झगडादेखि लिएर चोरदेखि लिएर धेरै नराम्रो समस्या चाहिँ त्यहाँ हुन्छ। फेरि पुलिसहरू सबै बोलाउनु पर्ने हुन्छ, पुलिसले पनि त्यो नभएर चाहिँ फेरि आर्मी बोलाउनु पर्ने पनि हुनसक्छ होइन। त्यसो कारणले मैले यहाँ के भन्न चाहन्छु भने असल विचार र असल आचरण भन्ने चाहिँ हामी एउटा मान्छे राम्रो बनाउने तरिका हो। त्यो भयो भने हामी मान्छे चाहिँ धेरै राम्रो हुन्छ भनेर त्यो चाहिँ भन्नु चाहेको छ। त्यो सँगै के भन्नु चाहेको चाहिँ असल विचार र असल आचरण चाहिँ राम्रो हो भनेर चाहिँ राख्नु हुँदैन। असल विचार र असल आचरण चाहिँ राम्रो हो भनेदेखि त्यो आफ्नो जिउ र वचन र मनको भित्र
त्यो ज्ञान चाहिँ आउनु दिनुपर्छ होइन। त्यस्तो गरेर चाहिँ हामीले जीवन चलाउने बेलामा असल आचरण असल विचारद्वारा चाहिँ हामीले जीवन चलाउनु पर्छ। त्यो भएदेखि मनमा खुसी हुन्छ भनेर चाहिँ भन्न चाहन्छु ल। यो अब त्यसको माथि धर्म चाहेको कुरा चाहिँ के छ भनेदेखि अब यहाँ असल आचरण असल विचार भन्ने त्यो चाहिँ खास गरेर एउटै धर्म हो भन्ने चाहिँ होइन। यो चाहिँ अनि बुद्ध धर्मको भित्र पनि असल विचार असल आचरणको कुरा चाहिँ आउँछ, हिन्दू धर्मको भित्र पनि आउँछ, त्यही जस्तो गरेर इस्लामिक भित्र पनि आउँछ, त्यस्तो गरेर क्रिस्चियनको भित्र पनि आउँछ होइन। अब त्यसो कारणले बुद्ध धर्म भने चाहिँ के हो भनेदेखि म यहाँ के भन्न चाहन्छु भनेदेखि असल विचार र असल आचरण चाहिँ अनि आधारमा राखेर त्यो बेस भन्छ नि बेस। अब यो अहिले छेतेन बनाएको छ नि, छेतेन कहाँ बनायो भने तल एउटा जमिन हुनु पर्यो नि, त्यो जमिन एउटा भएको कारण त्यसको माथि छेतेन बनायो नि। त्यही जस्तो जमिन चाहिँ असल विचार असल आचरण हो, छेतेन चाहिँ बुद्धको धर्म जस्तो हो। त्यसो कारणले हामीलाई असल विचार असल आचरण चाहिँ बेसिकमा चाहिएको छ। त्यसको माथि हामीले के थप्नुपर्छ, बुद्ध धर्म चाहिँ त्यसको माथि चाहिँ थप्नुपर्छ ल। अब बुद्ध धर्म भन्नेले बुद्ध धर्मले के फाइदा छ, बुद्ध धर्मलाई के अरे लाभ के छ र बुद्ध धर्म गर्नुपर्नेको कारण के छ भनेदेखि बुद्ध धर्मलाई अनि हामीले मैले भनेदेखि चारवटा लाभ छ ल, चारवटा फाइदा छ। फाइदा एउटा चाहिँ के छ भनेदेखि पहिला हामीले सुन्नुहोस्, हामीले हाम्रो मनमा हामीले राम्रो गरेर अनि त्यो सोच्नुहोस् त, हामीले एकमा के भन्छ हामीले सुख चाहियो दुःख चाहिँदैन हामीले भन्यो नि, त्यो हामी सबै त्यही चाहेको छ नि। त्यो सुख चाहियो भन्ने सुखमा चारवटा सुख हुन्छ नबिर्स्नु, चारवटा सुख। चारवटा सुख चाहिँ के भयो, यही जीवन मात्रैको एउटा सुख है, यही जीवनको सुख। एउटा चाहिँ के हो भनेदेखि हामी मरिसकेको पछि हामी फेरि जीवन कहाँ लिन्छ कहाँ लिँदैन थाहा हुँदैन। त्यसो कारणले अब पछिको जीवनको सुख एउटा है। अब अहिले यहाँ इभी एउटा चाहिँ खस्नु भएको छ नि, अब उहाँ बस्नु अब कति वर्ष उहाँ बस्नु भयो होला, त्यो एउटा जीवनमा उहाँले सुख एउटा चाहेको छ होइन। फेरि उहाँ खसिसकेपछि फेरि उहाँले कहाँ उहाँ अनि के जन्म लिन्छ थाहा छैन नि। त्यसो कारणले अब हामीलाई यो जीवनको सुख पनि चाहेको हुन्छ, त्यसको पछिको जीवनको सुख पनि हामीले चाहेको हुन्छ है। अब त्यो मात्र नभएर हामी संसारमा बस्यो भने हामीले दुःखै दुःख छ। संसार चाहिँ हामीले टेक्नु सक्यो भनेदेखि संसार टेकेर चाहिँ निर्वाण भने मोक्ष भने एउटा हामीलाई सुख छ, त्यसलाई के भन्छ निर्वाण सुख भन्छ है। अब त्यो मात्र नभएर हामी सबैले आफ्नो आफ्नो हातमा बुद्धको फोटो अहिले छ नि, बुद्धले प्राप्त गरेको सुख एउटा छ, त्यो के हो अन्तिमको सुख भनौँ प्राप्त सुख भनौँ त्यो हो। त्यसलाई के भन्छ छेउको भाषामा अनि लाना मेपी देवा भन्छ। लाना मेपी देवा भने चाहिँ त्यसको माथि सुख छैन, सबभन्दा अन्तिमको परम सुख त्यो हो, परम सुख। अब यसो भन्यो भने हुन्छ बुद्धको सुख भन्यो भने हुन्छ, बुद्ध भूमि पुगेर बुद्धता प्राप्त गर्यो भने एउटा सुख मिल्छ नि सबभन्दा अन्तिमको हो, त्यसलाई परम सुख भन्छ। त्यसो कारणले हामीले कति चाहेको छ, चारवटा सुख चाहिँ हामीले चाहेको छ होइन। त्यसो कारणले यही जीवनको सुख पनि चाहिने, त्यसको माथि पछिको जीवनको सुख पनि चाहिने, त्यसको पछि संसार टेकेर निर्वाणको सुख पनि चाहिने, त्यसको माथि चाहिँ मनको भित्र भएको क्लेश र क्लेशको जराहरू सबै टेकेर चाहिँ अनि अन्तिमको परम सुख चाहिने, त्यो चारवटा चाहिँ हामीले चाहेको हुन्छ। यदि हामीलाई त्यस्तो चारवटा सुख चाहियो भनेदेखि हामीले के गर्नुपर्छ भनेदेखि हाम्रो
पापलाई अनि मुक्ति, पाप नष्ट, पापलाई टेकेर मात्र हुँदैन। त्यो पाप चाहिँ कहाँबाट आउँछ भनेदेखि अनि क्लेश, रिस रागद्वारा चाहिँ, रिस राग क्लेशद्वारा चाहिँ आएको हो। त्यसलाई चाहिँ हामीले देख्नुपर्छ। रिस राग क्लेशहरू कहाँबाट आएको हो भनेदेखि आत्मग्रह भन्ने त्यस्तो सोचले चाहिँ आएको हो। त्यसलाई देख्नुपर्छ। त्यसो कारणले आत्मग्रहलाई हाम्रो छेउको भाषामा के भन्छ? दङ्जी भन्छ, दङ्जी। त्यसो कारणले रिस राग द्वेषा सेताङहरू चाहिँ दङ्जिङबाट आएको हो, आत्मग्रहबाट। त्यो आत्मग्रहलाई टेक्नुपर्छ। त्यो टेक्नुको लागि हामीले के चाहिएको हुन्छ? आत्माको ज्ञान र शून्यताको ज्ञान चाहिँ चाहिएको हुन्छ। आत्माको ज्ञान र शून्यताको ज्ञान चाहिँ यो जम्बुद्वीपको भित्र सिर्फ बुद्ध धर्ममा छ। अरू केही धर्म र अरू शिक्षामा केही उपाय छैन है। मैले यो कुरा भनेको चाहिँ मैले आफ्नो बुद्ध धर्म चाहिँ लाई त्यो राग भएर कुरा गरेको होइन। मैले सत्य कुरा भनेदेखि म एउटा बुद्ध धर्ममा पढेर पिएचडी डिग्री डक्टर भएको पनि हो, बुद्धिस्ट साइन्टिस्ट पनि हो, बौद्धको वैज्ञानिक पनि हो म। त्यसको माथि बुद्धिस्ट फिलोसफर, बौद्धको के अरे सिद्धान्तवाद पनि हो। त्यसो कारणले मैले पढेर सबै थाहा भएर कुरा चाहिँ भन्दैछु। मैले के भनेको छ भनेदेखि हाम्रो दुःख चाहिँ कहाँबाट आएको? पापद्वारा। पाप चाहिँ कहाँबाट आएको? क्लेश, रिस राग क्लेशद्वारा। रिस राग क्लेशहरू कहाँबाट आएको? आत्मग्रह। त्यसो कारणले मूल आत्मग्रहलाई टेक्नु नसक्यो भनेदेखि क्लेश, रिस राग क्लेशलाई टेक्नु सक्दैन। रिस राग क्लेशलाई टेक्नु नसक्यो भनेदेखि फेरि त्योद्वारा पाप गर्छ। त्यो गर्यो भनेदेखि दुःख चाहिँ भोग्नुपर्छ। त्यसो कारणले दुःखलाई टेक्ने हो भनेदेखि हामीले आत्मग्रहलाई टेक्नुपर्छ। आत्मग्रहलाई टेक्नु सक्नेको ज्ञान र शिक्षा चाहिँ सिर्फ बुद्ध धर्ममा चाहिँ छ। त्यसो कारणले मैले अघि भन्यो नि, बुद्ध धर्मको भित्र भएको मनुशिक्षा, मेन्टल साइन्स, मेन्टल एजुकेसन, त्यो चाहिँ हामीलाई भएर अनि त्यसको माथि के अरे त्रिशिक्षा छ। शील शिक्षामा बस्ने, समाधि शिक्षालाई ध्यान गर्ने, प्राज्ञा शिक्षालाई ध्यान गर्ने, त्यो तीनवटा चाहिँ हामीले गर्न सक्यो भने हामी बुद्धता के अरे अघि भनेको चारवटा सुख सबै प्राप्त गर्न सक्छ। सर्व दुःखहरूदेखि मुक्त पाउन सक्छ भनेर चाहिँ मैले चाहिँ यो भन्दैछु है। त्यसो कारणले यो चाहिँ मैले के भनेको भने बुद्ध धर्मको फाइदा, बुद्ध धर्मको लाभ भने चाहिँ त्यो हो। ल, अब यहाँ कुरा एउटा चाहिँ भन्न चाहन्छु। म यहाँ हिमालयन क्षेत्रतिर गाउँतिर आउनेको उद्देश्य के हो भनेदेखि बुद्ध धर्म भने चाहिँ के हो भनेको विषयमा भन्नु आएको। त्यसो कारणले मैले अघि के भन्न सक्यो, बुद्ध धर्मको लाभ त्योहरू चाहिँ भनिसक्यो, फाइदा चाहिँ भनिसक्यो। तर म यो सँगै के भन्न चाहेको छ भनेदेखि बुद्धको चेलाहरूलाई नाम के भन्छ? बौद्ध भन्छ है। हामीले के भन्छ? बौद्ध भन्छ। त्यसो कारणले हामीलाई बौद्ध भन्ने, यो जम्बुद्वीपमा बौद्ध भन्ने चाहिँ कहिले भएको हो? कहिले सुरु कहिले भएको हो? यो जम्बुद्वीपमा, यो पृथ्वीमा अनि बुद्ध भन्ने, बुद्धको धर्म भन्ने चाहिँ कहिले भएको हो? त्यो हामीले थाहा हुनुपर्छ। हामीले चाहिँ नाम मात्र लिएर म बौद्ध हो, म बुद्धको चेला हो मात्र नाम चाहिँ लिने, बुद्ध के हो थाहा छैन, बुद्ध धर्म के हो थाहा छैन, बुद्ध धर्म कहिले भएको त्यो पनि थाहा छैन भन्यो भने त्यो नाम मात्र लिएर के फाइदा हुन्छ? होइन, हुँदैन। अब यदि हामी बुद्धको चेला हो, बुद्धको अनि बौद्ध हो भनेदेखि हामीले के थाहा हुनुपर्छ भनेदेखि बुद्ध भने चाहिँ के हो, बुद्ध धर्म भने चाहिँ के हो, बुद्ध धर्म चाहिँ कहिले भएको हो, त्योहरू चाहिँ थाहा हुनुपर्छ। त्यसो कारणले मैले यहाँ छोटकरीमा भन्न चाहन्छु। बुद्ध भने चाहिँ कसरी हामीले सम्झिनुपर्छ भनेदेखि
तथ्याथा गाते गाते परागाते परासम गते बुद्धि स्वाहा भनेको छ। बुद्ध भने चाहिँ अनि कस्तोले भन्छ भनेदेखि बुद्ध भने चाहिँ एउटा व्यक्ति पहिला पहिला हामी जस्तो एउटा साधारण व्यक्ति त्यसले त्यो बेलामा अनि के छ रिस राग क्लेश पाप दोष सबै छ त्यो बेला। अब त्यो बेलामा उहाँले चाहिँ अघि मैले भनेको जस्तो के भन्छ मन चाहिँ एउटा रिस रागमा नगएर त्यो के अरे सत्यमा बसेर उहाँले सोचेको है। दुःख भने चाहिँ के हो, दुःख भने चाहिँ कसरी आएको हो, दुःख सुख भने चाहिँ के हो, सुख भने चाहिँ कसरी प्राप्त गर्नुपर्छ त्यसको विषयमा राम्रो गरेर उहाँले अनि सोच्यो। त्यो सोध्दै सोध्दै गएर चाहिँ अनि पछि उहाँले चाहिँ के थाहा भएको चाहिँ मनलाई परिवर्तन गर्यो भने अनि पो सुख दुःख हटाउन सक्ने र सुख पाउने सक्ने भन्ने चाहिँ थाहा भयो। त्यसो कारणले उहाँले बिस्तारै बिस्तारै मनलाई ध्यान दिएर मनको माथि भएको दुःख हटाउनको लागि अनि त्यो पापहरू हटाउने दोषहरूलाई त्याग्ने त्योहरू चाहिँ उहाँले चाहिँ गर्नुभएको। त्यो गर्दै गर्दै उहाँको मनको भित्र के आयो, माया र अनि दया भने त्यस्तो मनहरू राम्रोहरू आयो। त्यो मात्रै नभएर त्यो माया र दयाको मन पनि बिस्तारै बिस्तारै एउटा मान्छेले नभएर दुईटाले नभएर तिनवटाले नभएर सर्व प्राणीहरूलाई माया र दया भने त्यस्तो मन चाहिँ आउनु सक्यो। त्यो आएर पछि उहाँले बुद्धि चित्त भन्ने त्यस्तो मन राम्रो एउटा चाहिँ उहाँले पायो, प्राप्त भयो। त्यसको पछि उहाँले गाते भनेर सम्बर मार्गमा उहाँले ध्यान अभ्यास गरे। त्यसको पछि गाते भनेर फेरि गाते दोस्रोमा आउँदाखेरि खर्च जोर्लमलाई खर्च मरे दि छोगलम र जोर्लम प्रयोग मार्ग भन्छ नि, प्रयोग मार्गलाई ध्यान अभ्यास गरे। फेरि त्यो पनि प्राप्त भएर त्यसको पछि चाहिँ गाते गाते पारा गाते भन्ने त्यो चाहिँ के हो भनेदेखि दर्शन मार्ग, दर्शन मार्ग भने उहाँले चाहिँ प्राप्त गरे। त्यो दर्शन मार्गमा बेलामा दर्शन के भएको छ भनेदेखि शून्यता प्रष्ट रूपले अनि दर्शन पाएको मार्ग त्यो चाहिँ भयो। त्यसको पछि गोमलम गर्छ, गाते गाते पारा गाते पारासम गते गोमलमलाई गर्छ भावना मार्ग भन्ने त्यो चाहिँ उहाँले चाहिँ प्राप्त गर्यो। त्यसको पछि चाहिँ अनि अन्तिममा चाहिँ उहाँले बुद्ध भूमि भन्ने चाहिँ उहाँले पुग्नुभयो। त्यस्तो गरेर बुद्ध शाक्य मुनि पहिला हामी जस्तो एउटा साधारण मान्छे बिस्तारै बिस्तारै बुद्ध धर्म गर्दै 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 ध्यान अभ्यास गर्दै गर्दै मनको माथि अनि गुणहरू पाउँदै पाउँदै अनि प्राप्त गर्दै गर्दै अन्तिममा बुद्ध भूमिमा पुगेको हो। त्यसो कारणले बुद्ध भन्ने चाहिँ कस्तोले भन्छ भनेदेखि छोटकरीमा भन्यो भनेदेखि यहाँ सुन्नुहोस् है, बुद्धको लक्षण, बुद्धको कुरा नगर्नुहोस् है, राम्रो गरेर सुन्नुहोस्, यहाँ सुन्नुहोस् है। बुद्ध भन्ने कस्तोले भन्छ, बुद्धको लक्षण के हो, बुद्धको परिभाषा के हो भनेदेखि एउटा व्यक्तिले आफ्नो काया वाक्क चित्तमा भएको दोष पाप अनि त्यो के अरे क्लेश रिस राग त्यो जरादेखि नै उहाँले मुक्त भएर गुण पाएको एउटा। त्यो मात्र नभएर पढेर पढेर ध्यान अभ्यास गर्दै गर्दै सर्व ज्ञानको गुण पाएको त्यो दुईटा यहाँ छ नि। बुद्धलाई हामी तामाङहरूले त्यो हिमालयन क्षेत्रहरूले के भन्छ, सङ्गे, सङ भनेको एउटा शब्द हुन्छ, गे भनेको एउटा शब्द। सङ भन्नेले के चिनाउँछ भने सङ भनेको मतलब चाहिँ काया वाक्क चित्तमा भएको दोष रिस राग क्लेश पापहरू सबै मुक्त भएको गुणलाई सङ भनेको, सङ भने चाहिँ त्यो हो। गे भने चाहिँ के हो, ज्ञान एउटा पनि प्राप्त भयो, दुईवटा भयो, तिनवटा भएर सर्व ज्ञान प्राप्त भएको गुणलाई गे। त्यसो कारणले सङ्गे भने चाहिँ यस्तोले भनेको, त्यस्तो दुईवटा गुण पाएको व्यक्तिलाई सङ्गे भन्छ, बुद्ध भन्छ हो। हामीले यसरी थाहा हुनुपर्छ बुद्ध भने चाहिँ यस्तो हो भनेर। अब बुद्धको धर्म भने चाहिँ के हो भनेदेखि त्यस्तो बुद्ध शाक्य मुनिले दिनुभएको धर्मलाई भनेको हो।
त्यसलाई आगम धर्म भन्ने एउटा अनि अभिज्ञात गर्छ अधिगम धर्म भनेर दुई छ। दोस्रो एउटा चाहिँ आगम धर्म भन्ने चाहिँ वचनमा भएको धर्महरू हो। हाम्रो यो काङ्गुर हुन्छ, टेङ्गुर हुन्छ, बुम हुन्छ, घेतुङ्बा हुन्छ, त्यस्तोहरू सबैको धर्मलाई के भन्छ आगम धर्म। अब अभिगम धर्म भने चाहिँ आगम धर्मलाई सुनेर चिन्तन गरेर पढेर ध्यान अभ्यास गरेर मनको भित्र प्राप्त भएको अनि धर्मलाई चाहिँ के भन्छ अभिगम धर्म भन्छ। धर्ममा दुईटा छ। त्यसो कारणले हामीले आगम धर्मलाई पहिला एउटा गुरु थापेर आगम धर्मलाई पहिला राम्रो गरेर सुनेर चाहिँ त्यसलाई पढ्ने, त्यसको माथि त्यसलाई चिन्तन गर्ने, त्यसको माथि अनि त्यो जो चिन्तन गरेर थाहा भएको धर्महरूलाई ध्यान अभ्यास गर्ने। त्यस्तो ध्यान अभ्यास गर्दै गर्दै हामी गयो भने हामी के भन्छ धर्ममा लागेको भनेको त्यो पहिला बुद्ध धर्म चिन्यो होइन। अब बुद्ध धर्म चिनेर हामी बुद्ध धर्ममा लाग्नुपर्छ। बुद्ध धर्ममा लाग्ने भने चाहिँ कस्तोले भन्छ बुद्ध धर्मलाई पढ्ने र ध्यान अभ्यास गर्ने। त्यो गर्यो भने बुद्ध धर्ममा लागेको हो। बुद्ध धर्म नसुन्ने, बुद्ध धर्मलाई नपढ्ने, बुद्ध धर्म नजाने, बुद्ध धर्मलाई ध्यान अभ्यास नगरेर बुद्ध धर्ममा लागेको भन्ने चाहिँ गाह्रो छ। थाहा भयो? बुद्ध धर्ममा लाग्ने भने चाहिँ यसरी थाहा हुनुपर्छ भनेर चाहिँ म यहाँ चाहिँ भन्नु चाहन्छु। अनि मैले यहाँ यो सँगै अनुरोध गर्दैछु हामीले चाहिँ बुद्ध धर्मलाई संरक्षण गर्नुपर्छ। बुद्ध धर्मलाई संरक्षण गर्यो भने बुद्धलाई फाइदा हुने केही छैन है। बुद्ध धर्मलाई संरक्षण गरेर बुद्धलाई पैसा पाउने होइन, बुद्धलाई नाम पाउने होइन, बुद्धलाई पैसा चाहिएको छैन, बुद्धलाई नाम चाहिएको छैन, पद अधिकार चाहिएको छैन। बुद्ध धर्मले दर्शन गर्यो के अरे संरक्षण गर्यो भने अनि बुद्ध धर्म त्यहाँ हुन्छ। जहाँ बुद्ध धर्म अब उदाहरण तपाईँहरू गाउँली हो, यो गाउँ छ, यहाँ धेरै बौद्धहरू छ। अब बौद्धहरूले चाहिँ आफ्नो बुद्ध धर्मले संरक्षण गर्नु सक्यो भने जसले संरक्षण गर्छ त्यही मान्छेले फाइदा हुन्छ। जो गाउँलेहरूले गर्छ त्यो गाउँलेहरूले फाइदा हुन्छ। जो गाउँले गर्छ त्यो गाउँमै फाइदा हुन्छ। जो देशले गर्छ त्यो देशले फाइदा हुन्छ। बुद्ध धर्मले संरक्षण गरेर बुद्ध ठुलो हुने केही छैन। बुद्ध त सबभन्दा ठुलो भइसकेको छ होइन। त्यसो कारणले संरक्षण गर्नुपर्छ। तर बुद्ध धर्मले संरक्षण गर भने चाहिँ कस्तोले भन्छ भनेदेखि तीन तरिका छ है, तीन उपाय छ। एउटा बुद्ध धर्मलाई सुन्ने पढ्ने, यो एउटा हो। बुद्ध धर्मलाई सुन्ने, बुद्ध धर्म पढ्ने, त्यो भयो भने बुद्ध धर्मले संरक्षण गर्नु सक्छ है। दोस्रो बुद्ध धर्मलाई यो सँगै बुद्ध धर्मलाई सुन्ने र अनि पढ्नेको लागि हामीले के गर्नुपर्छ बुद्ध धर्म जान्ने हो त्यो गुरुहरू अनि खेम्बो घिसियाहरू त्यहाँहरू चाहिँ यता बोलाउने, प्रवचन धेरै दिनु, एकचोटि दिएर पनि हुँदैन, एकचोटि दिने, दुईचोटि दिने, तीनचोटि दिने, यस्तो गरेर पढ्नुपर्छ। त्यो मात्र नभएर हाम्रो यो गाउँमा बुद्ध धर्म पढ्नेको लागि एउटा त्यो के भन्छ घर के भन्छ यो होल जस्तो बनाउने, यस्तो राम्रो राम्रो त चाहिँदैन, पानीले नोक्सान नहुने अनि त्यो घामले त्यो नहुने एउटा ठक्कै एउटा चाहिँ गर्ने। त्यहाँमा चाहिँ अनि एक हप्ताको भित्र, 2 हप्ताको भित्र, 3 हप्ताको भित्र, 1 महिनाको भित्र अनि त्यहाँ चाहिँ बुद्ध धर्म पढ्नु लाग्ने। त्यस्तो गर्यो भनेदेखि बुद्ध धर्मलाई संरक्षण गर्नु सक्छ। हुनु त हामीले चेतन बनाएको पनि धेरै राम्रो हो, गुम्बा बनायो भने धेरै राम्रो हो। चेतन र गुम्बा बनाएर घुमेर पूजापाठ गर्यो भनेदेखि पुण्य चाहिँ कमाउँछ है। त्यो पुण्य कमाएको कारणले भविष्यमा राम्रो हुन्छ भने त्यो सत्य हो। आफूले त्यो के अरे पापहरू नष्ट हुन्छ भने त्यो कुराहरू पनि सत्य हो। त्यसो कारणले त्यो पनि चाहिन्छ। तर क्षेत्रीले पनि बुद्ध धर्म प्रवचन गर्दैन। त्यो के अरे गुम्बाको भित्र भएको बुद्धको मूर्तिहरूले पनि धर्म प्रवचन त गर्दैन नि है। त्यसो कारणले त्यहाँ के अरे
ठुलो ठुलो ग्रन्थमा बुद्ध धर्मले संरक्षण कसरी गर्नुपर्छ भनेदेखि त्यसमा गुम्बा बनाऊ, क्षेत्र बनाऊ त्यो मात्र भनेको छैन। बुद्ध धर्मले पर बनेको छ। पर्ने चाहिँ सबभन्दा ठुलो हो। किनभनेदेखि धर्म चाहिँ बाहिर राख्ने कि मनको भित्र आउनु दिने? बाहिर धर्म भने चाहिँ बाहिर राख्ने हो भनेदेखि क्षेत्र र गुम्बा बनाउने हो। धर्म चाहिँ मेरो मनमा आउनु पर्यो, म पनि बुद्ध हुनु पर्यो भने हो भनेदेखि धर्म पढ्नु पर्यो। थाहा भयो? यो कुरा चाहिँ मैले त्यस्तो भन्यो होइन नि। आधुनिक शिक्षालाई कसरी संरक्षण गर्छ रहेछ सुन्नुहोस् तपाईँहरूले। आधुनिक शिक्षाले संरक्षण गर्छ कि गर्दैन? गर्छ। कसरी गर्छ? गुम्बा बनाएर गर्छ रहेछ कि कोठा मात्र बनाएर गर्छ रहेछ? त्यहाँ स्कुल बनाएर टिचर आएर स्टुडेन्टहरू त्यो भित्र गएर टिचरहरू धेरै आएर पढ्दै पढ्दै स्टुडेन्टहरूको मनको भित्र आधुनिक शिक्षाहरू सबै भएर ज्ञानी भएर पो आधुनिक शिक्षा बजाउन सक्यो, के अरे संरक्षण गर्नु सक्यो नि। अब हामी बुद्ध धर्म संरक्षण गर्ने भने चाहिँ धर्मले एकचोटि पनि नपढेर अनि त्यो क्षेत्र र गुम्बा मात्र बनाएर धर्मलाई संरक्षण गर्नु सक्छ? गाह्रो छ। त्यसो कारणले म यहाँ सोध्नु चाहिँ हजुरहरू आज म तपाईँहरू मिल्नु पायो है। अब म तपाईँहरू मिल्नु बेलामा मैले तपाईँहरूले के फाइदा गर्न सक्यो? यो फोटोहरू दिनु सक्यो, धर्मको कुराहरू अलि सिक्नु सक्यो, तपाईँहरूले सिकाउन सक्यो है। कसरी? मैले पढेर। यदि मैले बुद्ध धर्म नपढ्यो भनेदेखि मलाई यहाँ तपाईँहरू बोलाउँदैन होला है। बोलाएर पनि के यहाँ आएर टुन्न हेरेर बस्ने हो? यहाँ गुरु एउटा आएछ भने यो फिल्म हेरेको त्यस्तो गरेर बस्ने हो? केही छैन। मैले पढेको कारणले दुःख गरेर मैले कति वर्ष पढ्यो? त्यो स्टुडेन्टको बेलामा 16 वर्ष, टिचरको काम मैले 20 वर्ष गर्यो। त्यो बेलामा पनि पढ्नुपर्छ। त्यसो गरेर मैले चाहिँ 38 हजुर त 38 38 वर्ष मैले बुद्ध धर्म पढेको छ होइन, पढेको छ। त्यसो कारणले बुद्ध धर्म पढेर कति फाइदा छ भने मलाई थाहा छ नि। अब बुद्ध धर्म नपढ्यो भनेदेखि के हुन्छ रहेछ हेर्नुहोस् त होइन। हाम्रो नेपालमा बुद्ध धर्म कमजोर हुने कारण के हो? हाम्रो हिमालयन क्षेत्रमा बुद्ध धर्मले धेरै कमजोर हुने त्यो कारण चाहिँ के हो? बुद्ध धर्मलाई आस्था नभएको कुरा होइन कि बुद्ध धर्म नबुझेको, बुद्ध धर्मको ज्ञान नभएको, बुद्ध धर्मको शिक्षा नभएको। ज्ञान र शिक्षा कसरी हुने? पढेर हुने। नपढेको कारणले ज्ञान शिक्षा चाहिँ नहुने। त्यसो कारणले मैले यहाँ चाहिँ अनुरोध के गर्छु भने तपाईँहरूले बुद्ध धर्म चाहिँ पढ्नुपर्छ। यस्तो नसोध्नुहोस् बुद्ध धर्म पढ्नेको जिम्मा चाहिँ लामा र अन्यहरूलाई छ। हामी गृहस्थीहरू पढ्नै पर्दैन। हामी चाहिँ यसरी हेर्ने, उनीहरूले पढ्छ, पूजा गर्छ, उनीहरूले त्यो गर्छ त्यस्तो नसोध्नुहोस्। बुद्ध स्वयंले बुद्ध धर्म पढेर ध्यान अभ्यास गरेर उहाँ चाहिँ बुद्ध भइसक्यो। हामी किन बुद्ध नभएर अहिलेसम्म बसेको यहाँ? किन? हामीले नपारेको, हामी आफूले ध्यान अभ्यास नगरेको कारण हो है। अब आफैले बुद्ध धर्म पढ्नुहोस्, आफैले ध्यान अभ्यास गर्नुहोस् त आफै बुद्ध हुन्छ होइन। त्यसो कारणले मैले यहाँ के भन्न चाहन्छु भने बुद्ध धर्म भने चाहिँ लामा र अन्यले पढ्ने हो भनेर चाहिँ छोड्नु हुँदैन। उहाँहरू पनि पढ्छ, किनभने उहाँहरू पनि सुख चाहियो, दुःख चाहिँदैन, संसारदेखि मुक्त हुनु पर्यो, बुद्धता प्राप्त गर्नु पर्यो। उनीहरू पनि ध्यान गर्छ, पढ्छ। अब हामी जनता भने हामी यो गृहस्थीहरू बौद्धहरू भने सुख चाहिँदैन? चाहिन्छ। दुःख नचाहिनु हो नि? दुःख चाहिन्छ चाहिँदैन नि? दुःख टेक्नु पर्यो नि। हामी पनि बिस्तारै बिस्तारै मनको भित्र ज्ञान पाएर बुद्धता प्राप्त गर्नु पर्यो नि। यदि त्यो परेन भनेदेखि साङ्गे छोदो छोगी छोनमलाई झन्झु बादो दाने के सोचे दागी झिसो के छोनमगे डोला फेन्जेर सङ्गे डुबर सो प्रार्थना किन गरेको? डोला फेन्जेर सङ्गे डुबर सोको मतलब सर्व पार्नेको लागि मैले बुद्धता प्राप्त गर्नु सकोस् भन्ने प्रार्थनाले भन्छ नि होइन। त्यो प्राप्त गर्नु हुँदैन। यदि प्रार्थना गर्ने हो भनेदेखि त्यो काममा लिनुपर्छ, अभ्यासमा लिनु हो भनेदेखि पढ्नुपर्छ। त्यो हो ध्यान अभ्यास गर्नुपर्छ भने त्यो कुरा हो। त्यसो कारणले हामी स्वयं आफै सुख चाहिने दुःख नचाहिनेको कारणले पनि बुद्ध धर्मलाई पढ्ने र ध्यान अभ्यास गर्नु पर्यो। हामी एउटा बुद्धको चेला, बुद्धको मार्गमा जान्छु भन्ने एउटा बौद्ध भएको कारणले पनि बुद्ध धर्मलाई पढ्ने र ध्यान अभ्यास गर्नु पर्यो। हामी आफै पनि
बुद्धता प्राप्त गर्न सकोस् केवा कुन्दो यादा लामादा धामी चुकी पेला लाउँछ सदा लाउने ध्वजिछाङ यो गोबा थपर सो जाई सबैले प्रार्थना गर्छ ध्वजिछाङ भने चाहिँ वर्ज्य धाराको भूमिमा पुगोस् भनेर प्रार्थना गर्छ अब त्यो प्रार्थना गरेको जस्तो बुद्धता प्राप्त हुने र वर्ज्य धारामा पुग्ने हो भनेदेखि बुद्ध धर्मले पढ्नु पर्यो ध्यान अभ्यास गर्नु पर्यो त्यसो कारणले म यो चाहिँ भन्नु चाहेको छ एउटा बुद्ध धर्मले संरक्षण गर्ने दोस्रो तरिका चाहिँ के हो भनेदेखि ध्यान अभ्यास गर्ने हो पढेर मात्र हुँदैन कि ध्यान अभ्यास गर्नुपर्छ ध्यान अभ्यास तपस्याहरू गर्यो भने अनि पो त्यो चाहिँ हुन्छ धर्मले के अरे संरक्षण गर्नु सक्छ है अघि मैले दुईवटा धर्म भन्यो नि आगम धर्मले संरक्षण गर्ने चाहिँ पढेर हो अभिगम धर्मले संरक्षण गर्ने चाहिँ ध्यान अभ्यास गरेर हो त्यसो कारणले यो दुईटा त्यो मात्र नभएर हाम्रो जनताको भितरमा जिउ राम्रो भएकोहरू छ शरीर राम्रो भएकोहरू छ त्यसमा शरीरको शक्ति छ कि छैन छ कोहीहरूले मनको शक्ति भएको पनि छ बुद्धि राम्रो भएकोहरू छ कोहीहरूले प्राय राम्रो भएको छ ज्ञान भएको पनि छ कोहीहरूलाई दान दौलतको शक्ति छ कोहीहरूलाई चाहिँ पद अधिकारको शक्तिहरू छ नि अब बुद्धको चेलाको भित्र बौद्धको भित्र त्यो शरीरको शक्ति मनको शक्ति दान दौलतको शक्ति त्यो पर्यको शक्ति अनि त्यो के अरे त्यसको माथि चाहिँ अनि पद अधिकारको शक्तिहरू छ नि त्यो शक्तिहरू सबै प्रयोग गरेर धर्मलाई संरक्षण गर्नुपर्छ त्यो शक्तिहरू चाहिँ आफ्नो पेट मात्र सोचेर चाहिँ त्यो गर्नु हुँदैन हैन त्यो शक्ति चाहिँ आफ्नो घर मात्र सोचेर चाहिँ बस्नु हुँदैन त्यो शक्ति चाहिँ आफ्नो त्यो छिमेकी र आफ्नो बालबच्चा मात्र सोचेर बसेर चाहिँ हुँदैन बुद्ध धर्मलाई त्यो शक्ति प्रयोग गरेर संरक्षण गर्नु सक्यो भनेदेखि हामी सबैलाई फल राम्रो पाउँछ हामी सबैलाई सुख हुन्छ हामी सबै दुःखबाट हटाउन सक्छ त्यस्तो गरेर मैले चाहिँ सबैले बुद्ध धर्मलाई अघि मैले 3 उपाय भनेको छ त्यो 3 उपायद्वारा बुद्ध धर्मले संरक्षण गर्नुहोस् भनेर चाहिँ अनुरोध गर्दै आज मैले भन्नुपर्ने धर्म प्रवचन चाहिँ यहाँ सिधाउँछु।